वेलकम एभ्रिवान। आज हाम्रो फर्स्ट फर्स्ट एपिसोड सँग हुनुहुन्छ हाम्रो बाराईको प्रोजेक्ट म्यानेजर पोखराबाट। हेलो एभ्रिवान आउट देयर। उहाँ चाहिँ साथी हो मेरो। सो he has been working there for 4 years right now. Yeah, it's been it will be 4 years in 2 months. In 2 months अनि ऊ चाहिँ अहिले दसैँको लागि आछ छुट्टीमा अनि फेरि जान्छ। तर त्यो बीचमा चाहिँ मैले उसँग पोडकास्ट गर्न खोजिरहेको छु। सो आज हाम्रो टपिक हुन्छ हेल्थ एन्ड फिटनेस। वेलकम त गर्नु नि पहिले। ए वेलकम गर्नु मिल्दैन है। स्वागत छ भन्छ। स्वागत छ सुमित श्रेष्ठ। उसको फर्स्ट हो है, त्यही भएर अलिक धेरै मिस्टेक छ। सो आज हाम्रो पोडकास्ट हुन्छ हेल्थ एन्ड फिटनेस कति जरुरी छ हैन। सो मेरो फर्स्ट क्वेसन म कहाँबाट सुरु गर्छु भने लाइक तेरो दिमागमा कहिलेदेखि आयो कि यो एकदम जरुरी छ? किनभने तँलाई म 12-13 वर्षदेखि हेरेर छु कि जहिले पनि यो हेल्थ फिटनेसतिर एकदमै मतलब के भन्छ त्यसलाई ध्यान गरेको हैन। 12-13 वर्ष भयो हैन। अनि लाइक कहिलेकाहीँ साथीहरू अर्को कोठामा हुँदा नि आफ्नो कोठामा चाहिँ बेडसेट बिछाएर पुरा गरिरहेको हैन। आजन गरे। सो यो कहिलेदेखि सुरु भयो? सो कहिलेदेखि सुरु भयो? लाइक कहिले दिमागमा आयो कि लाइक प्लस 2 पढ्दाखेरि 10 क्लास पढ्दाखेरि? अब यो यस्तो छ, यो खासमा अब म चाहिँ अब स्कुल बेलादेखि नै क्रिकेट खेल्थेँ हैन। क्रिकेट चाहिँ खेल्ने, तर फिटनेसमा खासै म ध्यान दिन्न थिएँ। रनिङ गर्ने, क्रिकेट खेल्ने सक्यो हैन। अब बेसिकली अब पछि स्ट्रेन्थ ट्रेनिङको कुरा, अब जिमको कुरा, अब यो पछि कसरी आयो भन्दाखेरि चाहिँ अब कस्तो भन्दाखेरि सुरुमा चाहिँ स्पोर्ट्स मात्र खेल्ने। मैले भनौँ न ब्याचलर सकिदासम्म पनि म क्रिकेट खेल्थेँ हैन एज ए स्पोर्ट्स पर्सन। तर जिम नै गर्नुपर्छ हैन, पुसअपै गर्नुपर्छ भने त्यस्तो मेन्टालिटी चाहिँ थिएन मेरो हैन। मलाई त कस्तो भयो भन्दाखेरि मैले ल एउटा पार्ट गर्छु म जस्तो भयो कि मैले स्किपिङबाट सुरु गरेँ। मैले दिनकै 2025 चाहिँ स्किपिङ हान्न थालेँ हैन। अनि त्यसो गर्दाखेरि चाहिँ मलाई कस्तो भन्दा एउटा ह्याबिट भयो कि ह्याबिट फर्मेसन भन्ने कुरा हुन्छ नि, त्यो भयो कि। अनि ग्रेजुअली अब ल डम्बेल किनौँ न भन्दै मैले आफ्नो फर्स्ट डम्बेल पनि म हेरेर हुँदाखेरि आजभन्दा 8 वर्ष अगाडि भयो। त्यहाँ डम्बेल किनौँ भन्दा मैले 1836 निकाल्नलाई पनि मलाई गाह्रो भएको थियो कि, किनकि वी नेप्लिज आर नट युज टु हैन बाई डम्बेल। या भनौँ न म अब स्किपिङ किन्छु 2000 को, ब्याट किन्छु 10,000 को, हामी त्यस्तो हुन्न नि, बरु खारो उडाइदिन्छौँ हैन। तर डम्बेल मलाई 38 किन्नु थियो, धेरै सस्तोमा पाएको डम्बेल। एउटा भाइको पसल थियो, त्यही पनि गाह्रो भयो कि मलाई त्यो इन्भेस्ट गर्नलाई। त्यही पनि मैले लिएँ त्यो डम्बेल लिएँ। त्यसपछि मैले अब हल्का बडी वेट एक्सर्साइज गर्न थालेँ। त्यो गर्दा गर्दा के हुँदो रहेछ भन्दाखेरि त्यो एक दिन गरेन भने चाहिँ त्यो चित्त नबुझ्ने कि एकदमै। अनि भनौँ न एउटा ह्याबिट फर्मेसन भयो। र त्यसपछि के हो भन्दाखेरि मेरो अब त्यो त ह्याबिट फर्मेसन हुँदा हुँदै पनि एउटा बडीमा सेभरल चेन्जेस आयो हैन। अब पहिलेभन्दा लुक बेटर भयो हैन। अनि अरू अब साथीहरूले पनि हेर्दाखेरि ए तँ यस्ताको उस्तै छेस्, हामी बुढो भइसक्यौँ भन्छन् साथीहरूले अझ स्टिल हैन। ब्याचलर साथीहरू भेट्दाखेरि हैन। अनि आफूलाई पनि अब भनौँ न अलिकति बडी बिल्डिङमा पनि अलिकति आफ्नो इन्ट्रेस्ट भएको। सो मेरो क्वेसन के छ, त्यहाँ जब त्यो ह्याबिट भयो नि, त्यो ह्याबिट फर्मेसन भने धेरैजनाले चाहिँ जिम जोइन गर्छन् हैन। तर लाइक 2-3-4 विक्समा चाहिँ उनीहरू छोडिदिन्छन् हैन। त्यो चाहिँ त्यो छोड्नेहरूलाई चाहिँ कसरी यो नछोड्ने त्यो तरिकाहरू के छ त? अब उनीहरूलाई यस्तो छ, अब जिम जोइन गर्ने कुरामा चाहिँ दुईटा हुन्छ। जिम होइन जे पनि यो फिजिकल एक्टिभिटी जोइन गर्नलाई हैन 2 विक्स 3 विक्स गर्छन् छोड्दिन्छन्। त्यसैलाई म यस्तो भन्छु, उनीहरूले चाहिँ अब सुरुमै हेभी गर्न खोज्यो होला नि हैन। अब सुरुमै गर 50 पुसअप गर्ने खोज्यो होला नि हैन। अब कोही मान्छेले केही पनि गर्नु भएको छैन भने चाहिँ उसले सुरुमा 5 पुसअपबाटै सुरु गर्ने हो कि। म अहिले 50 पुसअप अहिले हानिदिन्छु, मलाई केही नै हुन्न, सोरिङ पनि बडी केही नै हुन्न हैन। तर एज अ स्टार्टर भयो भने चाहिँ उसले दिनको 5 नै गर्ने हो, अर्को दिन 10 गर्ने हो, 15 गर्ने हो। मैले त्यसरी गरे हो हैन। उनीहरूले सायद माइट बी अब गोल चाहिँ एकदम हाई लेभलमा सेट गर्छन् होला हैन। मलाई अब तपाईँ भन्नुहुन्छ मैले एक्सर्साइज गरेको 8 वर्ष त रेगुलर गरेको छु मैले हैन। अब कहिलेकाहीँ 1-2 डेज अफ एन्ड अन एन्ड अफ हुन्छ हैन। मलाई कसले अहिले 5 घण्टा हिँड भने चाहिँ म हिँडिदिन्छु कि, 2 घण्टा जगिङ गरिदिन्छु, अहिले नै गइदिन्छु कि हैन। तर त्यो एउटा स्टार्टरले त सक्दैन नि हैन। त्यही भएर एउटा स्टार्टरले बुझ्नु पर्यो कि ऊ चाहिँ कुन फेजमा छ हैन। हिज स्टार्टर हो कि मिडियम मोडरेट हो कि हाई लेभलमा हो कि हैन, त्यो चाहिँ बुझ्नु पर्ने हुन्छ। आफ्नो अनुसार बिस्तारै सुरु गर्नु पर्यो। अहिले फिजिकल स्टेट के छ त, मैले कहिले पनि गरेको छैन, म कहाँ अहिले 20 पुसअप हान्न सक्छु त, सक्दिनँ नि। त्यो उसले एउटा लेभल एउटामा क्रिएट गरेर हैन, त्यसरी चाहिँ लेभल बाई लेभल स्टेप बाई स्टेप गर्यो भने चाहिँ सायद
त्यस्ता मान्छेहरूले चाहिँ छोड्दैनन् होला। अनि त्यो सुरुमा डाइटहरूको चाहिँ के छ? सुरुमा जब मान्छे फिजिकल फिटनेस गरेर आउँछ नि त्यसमा डाइटमा कति फोकस गर्नुपर्छ वा गर्नु पर्दैन, के छ? डाइटलाई पनि तपाईँले हेर्नुपर्छ भने चाहिँ तपाईँले मेन चाहिँ अब यस्तो अब फिजिकल एक्टिभिटिजमा हुनुहुन्छ भने चाहिँ अब मेन चाहिँ अलिकति कार्ब्सको क्वान्टिटी कम गर्नुपर्छ, नखानु पर्ने होइन, खानुपर्छ। तपाईँले कार्ब्स खायो भने तपाईँलाई एक्सर्साइज गर्नु अझ एनर्जी आउँछ कि एकदम बुस्ट गर्छ त्यसले। क्वान्टिटी कम गर्ने होइन, चिनी पनि कम गर्ने भन्छु होइन। चिया खानु छ, दुध चिया खानु छ, दिनको 1-2 कप खाने। तर कोही मान्छे तपाईँको बिहान भात खाएको हुँदा 5 कप चिया खाइदिन्छ, त्यस्ता नि मान्छे चाहिँ खाने चिनी खानु 2 कप चिया खायो हुन्छ। तर राइसको पोर्सन कम गर्ने, ओइली कम गर्ने, मसलाहरू कम गर्ने, एउटा बेसिक कुरा होइन। प्रोटिनको लागि बरु अन्डा खायो हुन्छ, दिनको 3टा अन्डा भनेको एउटा ठिक्क एक्सर्साइज गर्नलाई चाहिँ मोर देन इनफ हो कि मेरो एक्सपिरियन्सले भन्छ। दिनको 3टा अन्डा भनेको मोर देन इनफ फर एनी मिडियम सर्ट्स अफ एक्सर्साइज भनौँ न। अब एकदमै अब 100 केजी 50 किलो नै उठायो भने चाहिँ त्यो 3टा अन्डाले पुग्दैन। तर एउटा बडी वेट एक्सर्साइज गर्दैछ भने मान्छेलाई 3टा पनि पर्दैन, 2टा अन्डा र सिम्पल नेपाली खाना हुन्छ नि, भात तरकारी, त्यसले चाहिँ पुग्छ। अनि त्यो हेरौँडामा त जिम त्यो डम्बल किनिरहेको बेलामा अनि त्यो बेला त 10 to 5 वा जब सुरु भइसकेको थियो होइन। अनि त्यो मान्छेहरू चाहिँ धेरै चाहिँ अफिस आवरमा हेक्टिक हुन्छन्, 1-2 दिन गर्छन्, त्यसपछि बिस्तारै बिस्तारै अल्छिलेपनले त्यो छोडिरहेको हुन्छ। सो त्यो वर्क लाइफ र त्यो फिटनेस लाइफ त्यो जुन कसरी म्यानेज गर्ने? अनि त्यो त हेर्नु, त्यो त अब मोटिभेसन पनि चाहियो, तर मोटिभेसन मात्र हुँदैन, र डिसिप्लिन नै चाहियो। र आफूले चाहिँ म अब 1 महिनामा कहाँ पुग्छु भन्ने हेर्नुपर्ने हुन्छ कि तब मात्र ड्राइभ गर्छ, नभए त मान्छेले छोडिदिन्छ कि। म त एम के गर्थेँ, म जहिले सन्डे एक्सर्साइज गरेर आउँछु कि म स्याटरडे वेट आफ्नो नाप्दाखेरि म 1 किलो घटेको हुनुपर्छ है म मेरो वेट मेसिनमा। त्यो जहिले अहिले पनि त्यो सोचिरहेको हुन्छु है। घरमा मैले एउटा वेट नाप्ने मेसिन पनि लिएर आएको छु। पहिले फर्स्ट टाइम त क्रेजी हुँदाखेरि दिनदिनै नाप्ने, नाप्दा 81 सम्म पुगेँ म। जहिले मलाई घटाउनु चाहियो भन्ने कि 81 सम्म पुगेँ। अहिले त म बढाएको छु, मैले 86 छु होइन। मैले तर 93 बाट 81 गरेको त्यतिखेर पोखरा बस्दाखेरि 2 वर्षको। अब अहिले 81 बाट 86 छु मैले होइन। त्यतिखेर त धेरै राति भात नखाने त्यस्तो डाइटमा चाहिँ धेरै मेन्टेन गरेको थिएँ होइन। तर त्यही हो, तपाईँले चाहिँ आफ्नो गोल सेट गर्नुपर्छ कि म आजको 1 विकमा कहाँ हुन्छु, आजको 10 डेजमा कहाँ हुन्छु, या 1 मन्थमा कहाँ हुन्छु होइन। मलाई त यस्तोसम्म मलाई हुन्छ कि मलाई आज मेरो बेलुका कति भनौँ न भोजमा जानु छ, पार्टी जानु छ भने 7 बजे जानु छ भने म के गर्छु, म 5:30 बजे मिक्सिर म घरमा 5:30 बजे छु, म 1 घन्टा एक्सर्साइज हान्छु अनि बाथरुम जान्छु। मैले कति ठाउँमा त्यस्तो गरेको छु। त्यो चाहिँ भनौँ न अब खाइन्छ, अब भोजमा बढी नै खाइन्छ, जे पनि बढी खाइन्छ, तर एउटा हल्का क्यालोरी आउट गरौँ भन्ने चाहिँ त्यस्तो कन्सेप्ट चाहिँ हुन्छ कि मलाई अझ पनि छ त्यस्तो कुराहरू। अनि त्यो जस्तो बिहान वा बेलुका कुन टाइम एक्सर्साइज बिचमा त मान्छे काम गर्न जान्छ नि त होइन। त्यो काम गर्न जाँदाखेरि चाहिँ त्यो एक्सर्साइजले बडीमा कति मतलब काम गर्ने ठाउँमा क्रिएटिभिटी कति काम लाग्छ वा त्यसले मान्छेले डल बनाइदिन्छ, थकाइदिन्छ कि के छ त्यो? कि अझै फ्रेस गरेर त्यहाँ अझ यस्तो तपाईँले एक्सर्साइज गरेर चाहिँ तपाईँले अब खानुपर्छ होइन। खानेकुरा चाहिँ नखाइ एक्सर्साइज गरेर चाहिँ त्यसले डल बनाउने हो तपाईँले होइन। अब एक्सर्साइज गरेर त्यही हिसाबले तपाईँले खानु भइरहेछ भने चाहिँ त्यसले डलनेस बढ्दैन, अझ तपाईँको प्रोएक्टिभ गर्छ कि दिमागलाई। यु विल थिङ्क मच इन फास्टर वे होइन। त्यो डलनेस चाहिँ कहिले हुन्न कि तपाईँ यति एक्टिभ हुनुहुन्छ, तपाईँ एक्सर्साइज गर्यो भने तपाईँसँग भएको त एङ्गरहरू पनि जान्छ कि तपाईँको। मान्छेको फ्रस्ट्रेसन, दिनदिनै काम गर्दा मान्छेको फ्रस्ट्रेसन हुन्छ झन् नेपाली सोसाइटीमा होइन, एङ्गरहरू भन्ने कुरा हुन्छ, त्यो एक्सर्साइज थ्रु नै निस्किन्छ कि मान्छेको। अघि चाहिँ केले मोटिभेट गर्यो त्यसमा थियो हैन। अनि अफिस काम गर्दा टायर्डनेस कस्तो थियो, क्रिएटिभिटी कति आउँछ आफ्टर फिजिकल फिटनेसहरु, पार्ट 2 हैन। सो चाहिँ अब त्यो कस्तो हुन्छ भने त्यो फिजिकल एक्सर्साइज गर्ने मान्छेको चाहिँ त्यो हाउभाउ पनि धेरै चेन्जेस हुन्छ क्या। जस्तो लाइक स्ट्रेस कति हुन्छ उसलाई अनि टेम्पर कति हुन्छ, त्यसमा चाहिँ अहिले जुन हेक्टिक जुन शेड्युल छ अफिस लाइफ वर्क लाइफहरुमै पनि आफ्नै काममा पनि, त्यसमा चाहिँ त्यो स्ट्रेस एन्जाइटी यिनीहरुमा चाहिँ फिजिकल एक्सर्साइज गर्नेहरु बिहान बेलुकालाई कति मोटिभेट गर्छ, के छ त्यो एक्सर्साइजले चाहिँ अब स्ट्रेसलाई कम कसरी गर्छ भनेको? स्ट्रेस वा एन्जाइटी जुन काममा वर्कलोड भएर मान्छे थ्योरिटिकली प्रुभ नै कुरा हो। एउटा सर्टेन लेभल अफ बडीमा एक्सर्साइज भयो भने हैन, अब
त्यसले चाहिँ एउटा मान्छेको माइन्डमा एउटा बडीमा केमिकल रिलिज गर्छ, त्यसले अब एकदम त्यो टेन्सन हुने कुराहरू, स्ट्रेसहरू कुरालाई कम गर्छ भन्ने कुरा त अब थ्योरिजहरूमा कतिले नै आएको छ त्यो कुरा, त्यो त प्रुभेन नै भइसक्यो भन्ने मैले भन्न खोजेको होइन। अब त्यो मान्छेले कसरी ट्राई गर्यो भने उसले आफै पनि बुझ्छ कि कतिसम्मको फ्रुटफुल छ भनेर। स्ट्रेस वा एन्जाइटी, स्ट्रेस एन्जाइटीहरू होइन, वर्क प्रेसरहरू, वर्कलोडहरू होइन, सबैमा चाहिँ एक्सर्साइज गरेर चाहिँ बेनिफिट नै छ कि, बेनिफिसियल नै छ। र मान्छेलाई सोद्धाखेरि गर्ने मान्छेलाई त्यही नै भन्छ। र तैँले अब अलिक रिसर्च आर्टिकलहरू हेऱ्यो भने त्यसमा अब थ्योरिटिकल प्रुभेन नै गरेको छ कि मान्छेले एक्सर्साइजले मान्छेलाई कतिको सहज पारेछ भनेर, आफ्नो भनौँ न डे टु डे एक्टिभिटिजहरूमा होइन, आफ्नो वर्क प्लेसमा होइन, त्यो त प्रुभेन नै भइसक्यो। त्यही भएर यसमा त नो क्वेसन है। जस यसले एड गर्छ कि, नभए मान्छे यत्तिकै अहिले फिटनेस इन्डस्ट्री त बुम भएको छैन नि। अब नेपालमा पनि मान्छे कति मान्छे अब टाइम मिलाएर गइरहेको हुन्छन् होइन, ट्राई गर्दैछन् मान्छेहरूले, ट्राई गर्दैछन् अहिले होइन, बिहान नभए बेलुका अब जिम गर्छु भनेर मान्छेको अहिले मास चाहिँ छ, बढेको छ, भल्युम बढेको छ। अहिले जति पनि त्यो जस्तो हामी पनि देख्छौँ क्या टिभीहरूमा चाहिँ बिलिनियर एन्टरप्रेनरहरू हुन्छ नि, एकदम उनीहरू चाहिँ मेडिटेसन एक्सर्साइज गरेर एकदम मोटिभेसनल कुरा गरेर हुन्छ कि हामीलाई, एकदम फ्रेस देखेँ म बिहान जहिले पनि 2 घन्टा 3 घन्टा एक्सर्साइज गर्छु, योगा भए पनि गर्छौँ, ब्रिदिङ गर्छु भन्छन्। पहिला चाहिँ त्यस्तो मान्छेहरूको धेरै त्यो हुन्छ नि, पेट फुलेको मोटो घाटो त्यस्तो देखिन्थ्यो। आजकल चाहिँ स्लिम ट्रिम मानी टाइप होइन, तर अहिले चाहिँ एकदम त्यो चेन्जेसहरू आएको छ। म त अप्परमा पनि एकदमै होइन, यस्तो पनि हो छैन। अब एक्सर्साइजले अब आफ्नो भित्रको त राम्रो पारे होइन, उसले बाहिर पनि जुन बाहिर एट्र्याक्सन हुन्छ नि, त्यो पनि इन्हान्स गर्न हुन्छ कि। मान्छे एउटा एकदमै लिन छ अरे, एकदम भनौँ न अब पेटको मासु ठुलो छ हुन्छ नि हाम्रो पेट, त्यस्तो हुनु, थाईहरू नहुनु र अलिकति बाइसेप हुनु, थाई हुनु, हल्का भित्र जानु होइन, सर्ट लाउँदाखेरि हल्का यो सेप देख्नु होइन, त्यसले धेरै म्याटर्स गर्छ कि। मान्छेको कन्फिडेन्स नै बुस्ट गर्छ। र अर्को मान्छे, अब हामी मान्छेले काम गर्दाखेरि त हामीले मान्छे नै ठोकिने हो नि त, काम गर्दाखेरि, काममा होस् या पढाइमा होस्, जुनसुकै फिल्डमा मान्छे ठोकिने हो नि त। मान्छे एउटा त उसको कन्फिडेन्स बुस्ट हुन्छ होइन, यत्तिकै उसलाई राम्रो फिल भएको छ भने। र अरू मान्छेले पनि कोही मान्छे एकदम वेल बिल्डअप देखिरहेछ भने उसँग मान्छे बोल्न डराउँछ कि, केही नभने बोल्न डराउँछ, र उसँग अलिक रेस्पेक्टले नै बोल्छ कि। गाली नै खानु छ भने पनि सायले अलिकति अलिक मस्कुलर मान्छेलाई चाहिँ अलिक कमै गाली गर्छ जस्तो लाग्छ कि मलाई। त्यसले चाहिँ मान्छे त्यसमा त्यतिसम्म इफेक्ट पार्छ कि। मैले अहिले भर्खरै एउटा भाइ थियो कि 3-4 महिना उसले जिम जोइन गर्यो होइन। जिम त अलिकति महिनाको 6,000 7,000 रेट अहिले आइसकेको छ धेरै ठाउँमा होइन। 7,000 देखि चाहिँ राम्रै छ। सुशान्त प्रधानको 2500 देखि सुरु छ। 2500 जस उसलाई चाहिँ त्यो अब त्यो उसले चाहिँ डाइट खानेदेखि लिएर सबै गरेर उसले 7-8 हजार भन्यो होइन, मन्थली होइन। अनि 3 मन्थ जति गऱ्यो त्यसपछि एकदम एक्सपेन्सिभ भयो भनेको थियो। तर अहिले चाहिँ युट्युबमा धेरै आइरहेछ नि त, लाइक यु क्यान डु इन यर होम, इन यर रुम होइन। त्यस्तो एक्सर्साइजहरू चाहिँ र जिम एक्सर्साइजमा मान्छेहरू धेरै जिमै गर्न खोज्छ, तर त्यो एक्सर्साइज चाहिँ कति भाइटल छ। यस्तो यो कुरामा चाहिँ अब घरमै गर्छु कसैले भन्यो भने के हुन्छ, उसले धेरै सिकेको हुन्न पहिलो कुरा, त्यो मान्छे कुन लेभलमा छ। त्यो युट्युबमा आजकल युट्युबमै हेरेर गर्न नि सक्यो होइन। तर अब युट्युब हेरेर सबै कुरा एक्सर्साइज बारे थाहा पायो उसले होइन। म आज खुट्टाको गर्छु, भोलि बाइसेप गर्छु, ट्राइसेप गर्छु, चेस्ट गर्छु, ब्याक गर्छु, सबै गर्छु भन्नाले युट्युबबाट हेर्न सक्छ। तर घर र जिममा गर्नुको फरक के छ, हामी जिम क्लबमा भनौँ न, त्यहाँ सबै इक्विपमेन्ट्स हुन्छ कि। मैले कुन बोर्ड गाइड गर्ने मान्छे पनि हुन्छ, र त्यहाँ अप्सन्स हुन्छ। जसरी हामीले घरमा गऱ्यौँ नि, बाइसेप गऱ्यौँ कि पुसअप गर्छौँ, बाइसेप गर्छौँ होइन, त्यसपछि अब एउटा रडमै राखेर बाइसेप गर्छौँ होइन, थोरै भेरिएट गरौँला, 6-7 वटा एक्सर्साइज होला कि। तर हामी जिममा गऱ्यौँ भने धेरै डिफ्रेन्ट हुन्छ कि, हामी डिफ्रेन्ट एङ्गलमा गर्न सक्छौँ। चेस्टकै गरौँ न, चेस्टको गर्दा हामी जुन बेन्च प्रेसमा बस्छौँ होइन, 2-3टा इन्क्लिनेसनमा गर्न मिल्यो होइन। अनि जसरी हामी सोल्जरको गर्छौँ, अब घरमा सोल्जर गर्न त मेसिनै चाहियो, जिममा त इक्विपमेन्ट हुन्छ होइन, ड्याङ्ग गऱ्यो होइन। त्यो जिममा के हो भन्दाखेरि भेराइटिज अफ अप्सन हुन्छ। तर जिम गरेपछि चाहिँ जिमको सर्टेन डाइट पनि फलो गर्नुपर्छ, जसले गर्दा चाहिँ त्यो अलिकति एक्सपेन्सिभ हुन्छ क्या। कोही चाहिँ घरमै त्यो जुन युट्युबमा त्यो जुम्बा टाइपहरू देखाउँछ नि, त्यस्तो एक्सर्साइज गरेर चाहिँ त्यो चाहिँ कति बेनिफिट हुन्छ, त्यो पनि बेनिफिटै हुन्छ होला। यस्तो अब मान्छेको
एक्सर्साइजको नेचरहरू हुन्छ। अब एउटा जिम भयो, डम्बेलै उचाल्नु पर्यो, वेट लिफ्ट गर्नु पर्यो होइन। अर्को हुन्छ चाहिँ आफ्नो बडीको वेट नै उचाल्ने, जस्तै स्क्वाट्स र पुसअप्सहरूको। अर्को अब जुम्बा हुन्छ, कार्डियो हुन्छ होइन। मान्छेले के गर्ने भन्ने कुरा हो कि म चाहिँ मिक्स गर्छु। म हल्का बडी वेट नि गर्छु, कार्डियो नि गर्छु, कहिलेकाहीँ योगा नि गर्छु होइन। मान्छेले के गर्ने भन्ने उसले सोच्नु पर्यो कि जुम्बा गर्नु छ भने जुम्बा क्लास गर्दा भयो, या घरमै कोठामा म्युजिक भिडियो लाएर ऊ नाचे नि भयो होइन। कार्डियो नि घरमै गर्न सकिन्छ, युट्युबमा टन्न भिडियो हुन्छ होइन, त्यसमा प्रब्लम भएन कि। तर मेन चाहिँ अब बडी वेट उचाल्नु छ भने चाहिँ उसले भनौँ न एउटा 6 महिना जिम गरेर बरु उसले घरमा के मलाई चाहियो ल, यो गर्छु म, मलाई यो इक्विपमेन्ट चाहियो र त्यति राखेर चाहिँ गर्न मिल्छ कि उसले। तर यो जति कुरा भने पनि जिममा यदि वेट ट्रेन गर्दैछ भने कोही मान्छे, त्यहाँ चाहिँ मल्टिपल अप्सन्स भेट्छ कि, मल्टिपल इक्विपमेन्ट हुन्छ होइन। त्यो कुरा चाहिँ फरक पर्छ कि। ठिक छ। त्यो अनि एउटा कस्तो हुन्छ नि, त्यो जिममा चाहिँ जुन अब एउटा गाइड गर्ने टिचर पनि हुन्छ नि त, त्यहाँ जिममा ट्रेनर हुन्छ होइन। अनि उसले चाहिँ अब यो सर्टेन डाइटहरू फलो गर्न पनि भनिरहेको हुन्छ होइन। अनि त्यो डाइट फलो गर्दाखेरि चाहिँ के हुन्छ भने, त्यो डाइट फलो गरेपछि एक टाइममा गरेर उसले डाइट त छोडिदिन्छ क्या होइन। जिममा मात्र उसको फोकस हुन्छ, उसले डाइटमा फोकसै गर्दैन। अनि उसले के गर्छ भने एक टाइममा गरेर त जिम छोडिदिन्छ, किन उसको डाइट नै आइरहेको हुँदैन। उसले डाइटमा, मान्छेलाई त यो डाइट भनेको कति इम्पोर्टेन्ट छ यो जिम एक्सर्साइज गर्नेहरूलाई। मान्छेले अब एकदम मरिमरि एक्सर्साइज गर्यो, मान्छे जहिले पनि जिम भनेपछि जिमै भन्छन् क्या, त्यहाँ डाइट भनेको पनि उति त्यो चाहिँ होइन, बोथ इक्वली इम्पोर्टेन्ट छ कि। अब भनौँ न कोही मान्छेले एक्सर्साइज गर्छ तर फुडमा ध्यान दिएन भनौँ न, जङ्क खाइदिन्छ, फुडमा ध्यान दिएन, उसले प्रोटिन धेरै खाएको छैन, कार्ब्स मात्र खाइदिन्छ भने चाहिँ उसको बडीमै देख्छ कि, उसको बडीमा देख्छ, उसको जिउमै उसको कपाल झर्न थाल्छ। सिम्पल कुरा, प्रोटिन पुगेन भने मान्छेको कपाल झर्छ। कतिले जिम गरे कपाल झरे भन्छ नि, त्यो प्रोटिन नपुगेर कि। कपाल झर्नु हुँदा नि थिनिङ हुन्छ नि, हेयर लाइन थिन हुनु, त्यो चाहिँ अब प्रोटिन नपुगेपछि हुन्छ। कि प्रोटिन पनि होइन, हामीले अब एक्सर्साइज गरेर पसिना आयो भने त हाम्रो बडीको मिनरल्सहरू पनि गइरहेको हुन्छ नि त, आइरनको कम हुन्छ, के हुन्छ होइन। त्यो सबै हामीले त फुडबाट अब रिफिल गर्नु पर्यो नि त। त्यो एउटा डाइट त इक्वली हो कि म भन्छु। बरु दिनको 15 मिनट एक्सर्साइज गर्ने, बरु डाइट चाहिँ अब प्रोपर इन्भेस्टमेन्ट गर्ने के डाइटमा, त्यसमा चाहिँ कम्प्रोमाइज गर्नु भएन भनौँ न। अनि यो एक्सर्साइजहरू जस्तो कस्तो छ तेरो, त्यो हप्ताको 7 दिन छ कि 5 दिन छ कि 6 दिन छ कि? मान्छेमा डिपेन्ड गर्छ। मेरो विचारमा हप्ताको 4 दिन, एक दिन बिराएर छ कि होइन, हप्ताको भनौँ न त्यो मान्छेमा डिपेन्ड गर्यो कि तेरो। अब म चाहिँ के रेकमेन्ड गर्छु भन्दाखेरि हप्ताको 4 to 5 डेज भनेको एकदमै बेस्ट हुन्छ कि। 4 to 5 डेज भएपछि भनौँ न 4 डेज भएपछि बाँकी 3 दिन छ नि, उसले 3 दिन त उसले एक्सर्साइज बारे नसोचे नि भयो कि, उसले आफ्नो जे काम चाहिँ गर्न मिल्यो होइन। तर म चाहिँ अब हप्ताको 5 दिनसम्म गरेर आउँछु। हप्ताको 5 to 6 हो मेरो, फेरि 4 to 5, 5 to 6 हुन्छ। त्यो मान्छेमा डिपेन्ड गर्छ के गर्छ भन्दा। तर 4 to 5 भनेको एकदम आइडल हुन्छ, उसले बडीले रेस्ट नै पाउँछ होइन। एक्सर्साइज मात्र गरेर खाएर मात्र पनि हुन्न कि, फेरि मान्छेलाई रेस्ट नै चाहिन्छ कि। एउटा एक्सर्साइज गरिसकेपछि र खाना खाएपछि मान्छेलाई निन्द्रा चाहिन्छ, एकदमै साउन्ड स्लिप हुनु पर्यो होइन। तिनटै कुराको ब्यालेन्स हुनुपर्ने हुन्छ। अनि त्यो एक्सर्साइजहरूमा पनि त्यो एक किसिमको कस्तो भने, कोही चाहिँ एक्सर्साइज राम्रो गरेको, एकदम वेट भएको मान्छे देखिन्छ होइन, मतलब एकदम खतरा एक्सर्साइज गरेको, तर उसकोमा चाहिँ पावरै देख्दैन क्या, त्यो पावर स्ट्रेन्थ नै देख्दैन क्या। अलिकति दौड्यो भने नि श्वास हुने, अनि कोही चाहिँ कार्डियो गर्न नसक्ने वा हिँड्न नसक्ने, तर आधी हिँड्नु चाहिँ हिँड्न नसक्ने कि हो, त्यस्तो मान्छेको पम्प आउट मात्र भयो कि। म त्यस्तो धेरै साथीहरू छन् मेरो होइन, पैसा पनि यत्रा छन् होइन, तर हिँड्नै सक्दैनन् कि कुद्न सक्दैनन्। म छक पर्छु, म त जे नि गरिदिन्छु, रनिङ माने यो एउटा प्रोपर वेमै गर्नु पर्यो कि, तेरो स्ट्रेन्थ पनि आउनु ब्यालेन्स गर्नु पर्यो कि। स्ट्रेन्थ गरेछ उसले, तर उसले आफ्नो कार्डियो हेल्थ पनि हेर्नु पर्यो होइन। कार्डियोभ्यास्कुलर हेल्थ जुन भन्छ, हार्ट हेल्थ भन्छ नि, त्यो पनि गर्नु। उसले एक्सर्साइज मात्र होइन, उसले अब एक्सर्साइजको टर्ममा चाहिँ उसले रनिङ नै गर्नु, त्यसमा ध्यान दिनु पर्यो कि। कार्डियो एक्सर्साइज नै गर्नु पर्यो। म त के भन्छु, यो बडी वेट एक्सर्साइजेसहरू जुन रेजिस्टेन्स ट्रेनिङ भन्छ नि, जिम भन्छौँ नि हामी, त्यो र कार्डियो दुइटैलाई ब्यालेन्स गर्नुपर्ने हुन्छ। एउटा मात्र गऱ्यो भने चाहिँ प्रफिट चाहिँ पाउनु हो कि। जस्तै अब हामीले अब मसल बिल्डिङलाई डम्बेल मात्रै उचाल्यो भने त्यही त हाम्रो मसल्स पम्प आउट हुन्छ होइन, तर हामी हिँड्न सक्दैनौँ कि, त्यो प्रब्लम हुन्छ। तर हामीले अब कार्डियो मात्र गऱ्यो भने के हुन्छ, हामीले 1 महिना नखाउलौँ 2 महिनापछि हामी हल्का बढी खाने बित्तिकै हामी त्यो वेट गेन भएर आउँछ कि कार्डियोमा। त्यो दुइटैलाई ब्यालेन्स गर्न सक्यो भने होइन, पहिले डम्बेल उचाल्यो अनि त्यसको लास्टमा 15 मिनट कार्डियो गर्यो, या आज डम्बेल उचाल्यो भोलि कार्डियो होइन,
त्यसपछि स्टेप बाई स्टेप गरे नि त्यसले चाहिँ बडीलाई राम्रो गेन्स दिन्छ भनौँ न, स्ट्रेन्थ पनि बढ्छ, स्ट्रेन्थ नि बढ्छ र तिम्रो कार्डियोभास्कुलर हेल्थ जुन भन्छ नि त्यो पनि बढ्यो कि मान्छेको हिँड्न सक्यो, मान्छे त हिँड्न सक्नु पर्यो, झर्न सक्नु पर्यो होइन, त्यो दुइटैलाई ब्यालेन्स गर्नुपर्छ कि एउटा गरेर चाहिँ हुन्न कहिले पनि हुन्न। अब एउटा अर्को चाहिँ मैले के देखेँ भने तेरो चाहिँ लाइक त त्यो एक्सर्साइज त गरेर चाहिँ छैन, तर त्यो सँगसँगै चाहिँ जब जब टाइम हुन्छ त आउटडोर गेमहरू पनि खेल्छस् क्या, त्यो होइन त्यो क्रिकेट खेलेर हुन्छस् होइन, इन्डोर वा आउटडोरमा फिल्डमा यसमा होइन। अनि मान्छेहरूको चाहिँ त्यो चाहिँ कति इम्पोर्टेन्ट छ, लाइक त्यसले आफ्नो हेल्थलाई फिटनेसलाई, लाइक हामी आजकल गेमै खेल्दैन नि त धेरै जसै अफिस घर हुन्छ होइन। म त अझै बिहान 1 घन्टा एक्सर्साइज गरेर चाहिँ गेम खेल्न गइरहन्छु शनिबार, त्यस्तो छ। अनि यस्तो छ अब गेम भन्ने बित्तिकै स्पोर्ट्स जस्तो ब्याडमिन्टनहरू पनि छ नि त होइन, स्पोर्ट्स भनौँ, ब्याडमिन्टन भनौँ, क्रिकेट भनौँ, फुटबल भनौँ, बास्केटबल भनौँ होइन। अब यसले चाहिँ अब मैले एउटा बुझेँ के कुरा भन्दा गेम्सहरू हामी केटाहरू खेल्छौँ, केटाहरू या केटीहरू भनौँ न, एउटा कम्पिटिसनको मानसिकता बस्दो रहेछ कि खेल्दैछु अब जित्नै पर्छ, म बलिङ गर्छु मैले विकेट लिनै पर्छ, ब्याटिङ 50 हान्नै पर्छ मेन्टालिटी हुन्छ कि एउटा होइन, केटा टु केटा एउटा कम्पिटिसनको भावना हुन्छ नि, त्यो चाहिँ मेन्टेन गर्छ कि एक्सर्साइजले चाहिँ कम्पिटिसन दिन्न। तर गेम खेल्न गयो भने चाहिँ म खेल्न गएर म जित्छु नि, अभियस म जित्छु, मै 50 रन हानेर आउँछु भन्ने मानसिकता त हुन्छ नि होइन। बिहान पानी खाएर उठेर आज गेम चाहिँ आज यो कसैलाई छोड्नेवाला छैन होइन। फेरि त्यो गेम खेल्न फिट पनि हुनु पर्यो नि त होइन, त्यसले झन् मोटिभेट गर्छ फिट हुनलाई पनि, अभियस त्यो भइहाल्यो नि होइन, त्यो देखिन्छ कि गेममा देखिन्छ कि। अनि होइन मैले भन्न खोजेको स्पोर्ट्सले चाहिँ एउटा कुरा के एडअप गर्छ भने कम्पिटिसननेस हुन्छ नि मान्छेलाई। हामी त के हो पहिलेको हाम्रो एकदम एन्सियन्ट टाइममा त मान्छेले त्यही त हो, जङ्गली जनावर मारेर खाने हो नि त, ऊभन्दा म बलियो छु यसलाई मारेँ मैले, म इन्टेलिजेन्ट छु, मारेँ काटेँ खाएँ भन्ने कुरा हो नि त। स्पोर्ट्समा पनि म जित्छु भन्ने हुन्छ नि, त्यो एउटा कम्पिटिसनको भावनाले गर्दाखेरि पनि मान्छेको बडीमा चाहिँ अलिकति भनौँ न बेटर हुन्छ। यो कुरा पनि छ कि यो प्रुफ भन्ने थ्योरिटिकली प्रुफ छ कि यो कुरा पनि। मान्छेलाई गेमले चाहिँ ब्याडमिन्टन किन नभनौँ होइन, त्यसले चाहिँ मान्छेलाई फुटसलहरूमा होइन मान्छेको केटा टु भनौँ न एउटा प्लेयर टु अर्को प्लेयर जुन कम्पिटिसन भन्ने जुन एउटा फिलिङ हुन्छ नि त्यो चाहिँ डेभलप गर्छ कि मान्छेमा। र त्यो चाहिँ हाम्रो ह्युमन बडीको लागि चाहिँ एकदमै राम्रो हो भन्छन् कि, हाम्रो ग्रोथको लागि या हामी अब प्रोएक्टिभ थिङ्क गर्छौँ भन्छ नि, स्मार्ट थिङ्क गर्छौँ भन्छ नि, त्यो सबमा बेनिफिट छ कि। यतिकै पनि सबैले एन्टरप्रेनरले जो हेऱ्यो अब होइन बडी बनाएर सजिलो छैन होइन। त्यही त अब त्यो अहिले चाहिँ फेरि एउटा ट्रेन्ड जस्तो चलिरहेको छ होइन। पहिला अलिकति सुके धेरै मान्छेहरू चाहिँ यतातिर ध्यान दिइरहेको थिएन, अहिले चाहिँ फेरि मान्छेहरूलाई सायद एकदम मोटिभेट गर्छ यो गर्नै पर्छ। अहिले जुन हामी मिलेनियल्सहरू छ नि आफ्टर 35-34 होइन, धेरै रियलाइज गरेर छ नि अब त एक्सर्साइज गर्नै पर्छ, नत्र हाम्रो आफ्टर 40-45 हामीलाई केही हुन सक्छ। त्योभन्दा पछि जेन्जीहरू छ उनीहरू बडी गर्छन् होला, अहिले त हाम्रो साथीहरू धेरै गर्दैनन् नि, उनीहरू चाहिँ अहिले रियलाइज गरेर छ बल्ल मैले गरे एक्टिभ हुन्थे कि होइन, फिट हुन्थे, हेल्दी हुन्थे होइन बडी नै। अब मेरो साथीहरू होइन, हाम्रो साथीहरू कस्तो छन्, हामीले त्यो प्लस टूको साथीहरू कोही कस्ता छन्, पुरै राउन्ड सेप भुडी होइन, एकदमै बडी नै नमिलेको टाइपको छ नि त मान्छेको होइन। त्यही हो अब एक्सर्साइजमा ध्यान दिएन होला टाइममा होइन। अब अहिले एक्सर्साइजमा पनि उनीहरूको मतलब गरे हुन्थ्यो भन्ने भइरहेछ होइन। प्लस उनीहरू चाहिँ अब त्यो हुन्छ नि यस्तो टाइपको यो फास्टिङ गर्नुपर्छ होइन, यो खानु हुँदैन, अर्ग्यानिक खानु हुन्छ कि हुँदैन होइन, बजारको यो नखाऊ त्यो नखाऊ पनि कुरा एकदमै अहिले भइरहेछ आफ्टर 35 जो क्रस भइसकेछ होइन। एक्सर्साइज गर्नु अटोमेटिक आउँछ कि यो राम्रो हो कि होइन, यो खानेकुरा चाहिँ एक्सर्साइजले धन आउँछ कि। अब म एक्सर्साइज मरि पसिना निकालेछु होइन, एक्सर्साइज सकाएर मैले झ्याम खाइदिएछु कि मासु भात खाइदिएछु रे कि डर चाहिँ हुन्छ कि पस चाहिँ हुन्छ कि होइन भयो नखाम होइन यति खाएर। फेरि मलाई सलमान खानको आउँछ नि त्यो भिडियोजहरू भाइरल, मैले त्यो रसगुल्ला खायो भने होइन रसोरी खायो भने यति आवर कार्डियो गर्नुपर्छ भन्छ नि होइन, त्यो रियल हो कि। त्यस्तो थिङ्किङ आउँछ एक्सर्साइज गर्यो भने। तिनीहरू त त्यो सलमान खानहरू त त्यो लाइक 30-35-40 इयर्सदेखि गरिरहेको भनेको त होइन, उनीहरूको त मेन्टालिटी नै खतरै हुन्छ होला होइन। हामीले अघि दुईटा अक्षय कुमार पनि हो नि त एउटा फिजिकल फ्रिक टाइपको मान्छे, फिटनेस फ्रिक भन्छ नि। अनि हाम्रो चाहिँ नेपालमा चाहिँ अहिले त्यस्तो हिरो हिरोइनमा चाहिँ
सुरुदेखि नै अलिक देखेको चाहिँ एउटा राजेश हमाल पनि हो हैन उहाँ चाहिँ अहिले देख्नुहुन्छ नि राजेश हमाल त पहिलेदेखि गर्ने अहिले पनि वेल मेन्टेन छ नि बडी अहिले पनि छैन हैन पेट देखिन्न हैन पेट देखिदैन फिट एन्ड फाइन देख्नुहुन्छ अब अहिले हाम्रोको नेसनल क्रिकेट प्लेयरहरु न अहिलेको जुन रिसेन्ट स्क्वाड जुन छ नि रोहित क्याप्टेन छ अब त्यो टिमको अराउन्ड 80% 70% मान्छे 30 टच गर्दैछन् कि रियली हैन सबै 30 मा छन् कि हैन अनि तर जिउ हेर्दा कसैको 30 जस्तो छ 20 वर्ष जस्तोको जिउ छ कि सबैको पहिले त त्यस्तो देखिदैन पहिले हाम्रो अब सेन दाइ भनौँ न अलिक चबी टाइपको हैन हामी दली दाइ चबी जस्तो हैन अब पहिलेको राजु खड्काहरू भनौँ न हाम्रो अब काठमाडौँकै हामी परेश दाइहरू हैन अलिक नर्मल थियो कि हैन तर अहिले त त्यस्तो छैन नि त अहिले त मान्छे भनिहालेँ मैले हैन 30 वर्षको मान्छे करण केसी हेरौँ न करण पनि 30 होला तर 32 होला करण हैन तर उसको बडी त्यस्तो चबी देख्दैन नि त हैन उसँग बल्कि फेरि उनी छ फेरि टिममा हैन रोहितहरू हेर्यो रोहित कति होला 27 28 होला तर बडी हेर्दा 20 वर्षको मान्छे जस्तो छ कि मान्छेको लुक्समा त्यतिसम्मको फरक पार्दो रहेछ भनौँ न हैन सब फिजिकल फिटनेस नै हो कन्फिडेन्स चाहिँ छुट्टै दिन्छ कि यसले कन्फिडेन्स लेभलले छुट्टै दिन्छ कि काममा पनि जेमा पनि बाहिर जाँदा म पहिले राम्रो देखिरहेको छु मैले एकदम गरेर एक हप्ता मैले एकदमै फुल डिसिप्लिन साथ गरेँ हैन एक हप्ता अर्को दिन म एकदम बेटर देखिरहेको छु मेरो कन्फिडेन्स चाहिँ हाई नेक्स्ट लेभल हुन्छ कि अनि मान्छेले ट्रिट गर्ने पनि त्यस्तै हुन्छ कि फेरि त्यो अभियस आउने कुरा हो कि यो चाहिँ पहिले मान्छेको थिङ्किङ भनौँ न हामी अब प्लस 2 पढ्दाखेरि जिम कोही गर्दैछ यसले अब के अरे केटीहरू देखाउनलाई पट्याउनलाई हैन सो अफ गर्यो भन्ने हुन्छ त्यस्तो के मलाई त साथै यता सो अफ गर्न म चाहिँ त्यस्तो के पनि हैन मलाई त गरेन भने त्यो दिन त छटपट हुन्छ कि मलाई आफै चाहियो कि त्यो अब ह्याबिटै भइसक्यो नि हैन ह्याबिट फर्मेसन भइसक्यो भात नखाँदाखेरि कस्तो हुन्छ नि त्यो मान्छेहरुलाई त्यस्तै भयो मान्छे गरेर हुन्न नि त्यस्तो हो कि मलाई त्यो गरेन भने चित्तै बुझ्दैन कि के नपुग्यो के बडीमा ड्रग्स जस्तो भइसक्यो त्यस्तो भइसक्यो कि त तैले गरे कति 10-12 वर्ष त भयो होला है मैले रेगुलरली गर्न थालेको त 7-8 इयर्स भयो पहिले क्रिकेट खेलिन्थ्यो रनिङ गरिन्थ्यो हैन 15-20 मिनेट गर्ने तर हामी त्यहाँ के रे बालकुवानीमा बस्दाखेरि पनि त्यो म्याट बिछाएर त त्यो मलाई 7-8 इयर्स भन्दा बढी भइसक्यो जस्तो लाग्छ किनभने कोरोना आके 6 इयर्स भइसक्यो हैन त्यसैले त 10 इयर्स नै भइसक्यो जस्तो लाग्छ 10 इयर्स जति हुन आँट्यो भनौँ न त्योलाई भर्खर युट्युबमा कार्डियोहरु आइराथ्यो हैन त्यो भिडियो अहिले पनि गर्छु म कार्डियो विथ केली छ केलीले गर्छ एउटा एकदम राम्रो छ पढ्नु मैले धेरै साथीलाई सजेस्ट नै गरेको छु कि त्यो भिडियो पर्फेक्ट छ कि त्यो घरमा गर्छु भन्नेलाई चाहिँ 37 मिनेट्सको भिडियो 37 मिनेट त्यति टाइम पनि लाग्दैन हैन लाग्दैन एकदम सुरुको वार्म अप देखि कुल डाउन सम्मको छ कि एकदम पर्फेक्टली म्याच एक्सरसाइज हो कि त्यो चाहिँ कार्डियो विथ केली सर्च गर्यो भने चाहिँ आउँछ कि कार्डियो विथ केली अनि यो के रे एक्सरसाइज गरिरहने मान्छेमा नि हैन कहिलेका के हुन्छ भने यो जस्तो धेरै खाऊ यो बाहिरको हुन्छ नि साथीहरुले त बर्गर पिज्जा खाइरा हुन्छ नि एकदमै धेरै हैन होटलमा के पाकिरहेको छ सो त्यो कति कन्ट्रोल हुन्छ त लाइक हुन्छ नि फोकस नै हुन्छ कि मेरो एक्सरसाइज छ म यो धेरै खान्न कि यस्तो अब म छुदै छुन्न खाँदै खान्न भन्दा पनि लिमिटेसन चाहिँ हुन्छ कि लिमिटेसन चाहिँ हुन्छ कि तर मान्छेले त कहिलेकाहीँ यसो त बर्गर पिज्जा खाए त भइहाल्यो नि हैन त्यो खाँदै नखाने हुन्छ खाँदै नखाने हैन चिट मिल गर्यो हुन्छ हप्ताको एक दिन या 10 दिनमा एक दिन हैन आफुलाई मलाई मोमो मन पर्छ कि सेवा मन पर्छ कि पिज्जा मन पर्छ 10 दिनमा एक दिन खाए केही नि फरक पर्दैन कि त्यस्तो हुन्छ एक दिन मलाई धेरै खान मन लाग्छ कि खान मन लाग्छ हैन लगभग मेरो अब बाटोमा हिँड्दाखेरि स्मेल आउँछ नि त कहिले हैन त्यस्तै हुन्छ हिजो मलाई त्यो हस्पिटल गएको थियो जुसको स्मेल आइरहेको थियो कि कस्तो खाउँ लाग्थ्यो त्यो हाउसमा काम सकाएर खाउँ भनेको बिर्सियो गइयो कि त्यो चाहिँ हुन्छ अब 10 दिनमा त्यस्तो हुन्छ कि फेस त्यो हुन्छ एक्सरसाइज गर्ने मान्छेले जसले अलिकति कन्ट्रोल गरेर खान्छ नि त्यसलाई हुन्छ कि मलाई पनि हुन्छ 8-10 दिनमा हुन्छ एक दिन अनि मलाई पनि एकदमै के खाउँ जस्तो हुन्छ कि अनि कहिलेकाहीँ कन्ट्रोल हुन्न खाइन्छ अनि प्रायः जस्तो चाहिँ कन्ट्रोलै गर्छु त्यसलाई त्यो चाहिँ हुन्छ कि मान्छेले खाइरहेको कुरा हो नि त मिठो खाने बानी भयो भने चाहिँ त्यो कुरा चाहिँ अलिकति ट्रिगर चाहिँ जस्तो अहिले दसैँ छ नि त मान्छे खाएको 7 दिनसम्म खाइरहन्छ एक्सरसाइज चाहिँ बिर्सिहाल्छन् तर एक्सरसाइज कन्टिन्यू राख्नै पर्यो हैन राख्नै पर्यो नि 7 दिन खाली हैन मान्छेले झन् त्यस्तो रेड मिट खान्छन् दसैँमा हैन गाह्रो छ त्यो माइनर सानो कुरा हो त्यो सबै कुरा ध्यान दिएर जानुपर्छ कि हैन दसैँ भन्दैमा 10 दिनसम्म रेड मिट खायो ड्रिङ्क्स गर्यो भन्नु पनि हुन्न
कन्ट्रोल लिमिटेड गर्नु पनि हुन्छ। जस्तो अहिले चाहिँ लाइक धेरै युथहरूमा जुन पहिला हामीलाई जुन ड्याडीहरूको पालामा रोगहरू लाग्थ्यो नि 55-60मा प्रेसर भयो होइन सुगर भयो भन्छ नि आजकल 30-35मै त्यो जुन देखिरहेछ होइन त्यसले गर्दा पनि यो फिजिकल फिटनेस कति जरुरी छ र यो खानाको पनि एक हिसाबले खाना पनि कति मेन्टल्ली खानुपर्छ भन्ने चाहिँ आइसकेको छ मान्छेलाई ब्यालेन्स चाहियो भनेर आइसकेको छ। तर अब त्यही पनि मान्छेहरू चाहिँ अब त्यो हुन्छ नि एक दिन खाइदिउँला नि त खाँदैमा के हुन्छ भनेर खाए गर्छन् होइन अनि फेरि उनीहरूलाई के समथिङ गाह्रो हुन्छ जस्तो यो के अरे ग्यास्ट्रिक अल्सर त एकदम कमन भइसकेको छ नि त कमन भइसक्यो होइन। अनि त्यसले गर्दा चाहिँ यो अहिलेको यो जुन हामीले जुन फिजिकल फिटनेस हामीलाई कति जरुरी छ होइन हाम्रो त यो 30 देखि भन्न एकदम 48-50सम्म त काम गर्ने टाइम हो नि त होइन 50 सम्म मान्छे त अब हस्पिटलमा गयो यङ केटाकेटीहरू दुवैजना कस्तो भिड देखिन्छ के कसलाई के भयो होइन। अनि प्लस यो प्रेग्नेन्सीको पनि छ नि त फिजिकल फिटनेस नभएर वुमनहरूमा पनि सर्टेन प्रब्लमहरू देखिरहेछ जुन सुनेर चाहिँ बर्थ हुने गाह्रो हुने अनि त्यसले गर्दा पनि त्यो यो एकदम जरुरी जस्तो देखिरहेछौँ हामीले चाहिँ। हाम्रो फुडिङ हेर्न कति चेन्ज भइसक्यो होइन फुडिङै चेन्ज भइसक्यो तरकारीदेखि सबै कुरामा प्रिजर्भेटिभ मिसाएको हुन्छ एभ्री कुरामा मिसाएको हुन्छ भन्नाले हामी पहिले हाम्रो ड्याडीहरूले खाना र अहिले हामीले खानामा त आकाश पातालको फरक छ जस्तो भइसक्यो कि अहिले। त्यसमा अझै एक्सर्साइज छैन बरु हाम्रो ड्याडीले पहिले बरु योगा गर्थेन होला वाकिङ जान्थ्यो होला होइन हाम्रो त केही छैन। ब्याङ्कमा काम गर्ने मान्छेहरू बिहान उठ्यो लुगा लायो अफिस आयो बेलुका 7 बजी घर पुग्यो खाएर सुत्यो कस्तो होला कि लाइफस्टाइल ब्याङ्कको साथीहरू छन् त्यस्तै छन् कि उठ्यो बिहान फ्रेस भयो अफिस गयो फेरि त्यहाँ काममा पनि एकदम हेक्टिक हुन्छ एकछिन पनि ब्रेक छैन अनि बेलुका आयो ड्याङ्गल लुगा चेन्ज गरेर खायो सुत्यो। त्यस्तो लाइफस्टाइल कतिसम्मको हार्मफुल होला कि पछि एउटा टाइममा कति हार्मफुल होला कि उसलाई होइन। त्यही भएर अब सबै कुरालाई ब्यालेन्स गर्न सक्नु पर्यो होइन। र एउटा भनौँ न अब एउटा फिजिकल एक्टिभिटी गर्यो भने एउटा एक्सर्साइज गर्यो भने के हुन्छ भन्दाखेरि मान्छेलाई चाहिँ लगाम दिन चाहिँ लगामको काम चाहिँ गर्छ कि होइन। यो गर्दैछु भने यो खानु मलाई लिमिटेड खाम न त यो खानुमा लिमिटेड खाम न त भन्ने चाहिँ हुन्छ कि होइन। त्यो चाहिँ मान्छेमा डेभलप हुन्छ कि म कतै मल जाँदाखेरि प्रायः लिफ्ट युज गर्दिनँ कि म सिडी नै हिँड्छु कि हल्का वाकिङ हुन्छ नि होइन त्यस्तो चाहिँ हुन्छ कि मान्छे सकेसम्म ढोगैनिर बस ओह्राल्दोस् हिँड्न नपाए हुन्थ्यो पठाउ चढ्दाखेरि यहाँसम्म आउँदाखेरि म अलिक उतै रोक्छु कि अनि बरु 10 मिनट नै वाकिङ होस् भनेर आइरहेको हुन्छु कि म चाहिँ त्यस्तो हेबिट हुन्छ कि भन्न खोजेँ मैले। मान्छेले एउटा एक्सर्साइज गर्यो भने होइन त्यसमा मान्छेले अब अलिक टाइम दियो भने माया गर्नु पर्यो होइन। यो मेरो लागि हो भनेर सोच्नु पर्यो कि मान्छेले। त्यही अब तैँले अघि भनेस् नि 2 हप्ता गर्ने अनि छोडिदिने होइन मेम्बरसिप लिने त्यसरी गर्नुहुन्न बिस्तारै गर्ने आफूले होइन। म कतिसम्म गर्छु होइन कतिलाई 15 मिनट रनिङले पुगिरहेको हुन्छ। तर धेरैजना त्यो जुन छोड्ने हुन्छ नि केटाहरू जुन जान्छ नि छोड्ने भनेर उनीहरू एक्चुअली फेसन जस्तो छिड्छन् क्या त्यो मोटिभेट भएर छिर्दैन कि यो कति इम्पोर्टेन्ट छ भनेर कि त्यसले गर्दा पनि सायद उनीहरू चाँडै छोडिरहेछन् क्या। उनीहरूको के कुराले मोटिभेट भएर गयो त्यसमा फरक पर्छ कि हुन्छ नि उसले बनायो त म पनि बनाउँछु नि भन्ने। मैले फर्स्ट जिम गरेको 12 पछि होइन 12 सकेपछि के थियो कि एउटा जिम थियो त पनि गएको छु होला त्यहाँ बानेश्वरको जिम कि भिडियो जोइन गरेको थिएँ अनि त्यहाँ गएको थियो एउटा दाइ थियो नाम सबैले सलमान खान हालेको कि अलिक हाइट कम सलमान खान जस्तै अनि बडी सलमान खान जस्तै चेस्ट बाइसेपहरू अनि यस्तो खतरा ह्याप्पी हान्थ्यो त्यो दाइले ह्याप्पी हानेको देखेर हामी कहिले काहीँ हप्तामा 1-2 दिन ह्याप्पी हान्थ्यौँ कि अनि त्यसपछि त्यो दाइले के ब्याचलर्स पढ्थ्यो त्यो दाइले छोड्यो कि जिम सलमान खानै थियो कि बडी हेर्दाखेरि विनीतले चिन्छ होला। अनि एक दिन के भयो त्यो हाम्रो माओवादीको आन्दोलन थियो नि त्यो 5 दिन बन्द गरेर प्रचण्डले पुरा रिङ रोड घुमाएको थियो त्यतिखेर आन्दोलन आएको म बानेश्वर हिँड्दै आएको थिएँ है अनि त्यो दाइ मैले 2 वर्ष पछि देखेँ कि आउँदै हुनुहुन्थ्यो कि त्यो दाइ अनि मैले यस्तो हेर्ने पनि चिनेन त्यो आई क्यान बिलिभ कि त्यो मान्छेले छोड्यो भने त्यो मान्छे लुज अप हुन्छ भन्छ नि मोटाउँछ भन्छ नि त्यस्तो देखाएँ कि मैले पुरै त्यो मान्छे होइन भनौँ न त्यो मान्छे जस्तो देखिन्थ्यो सलमान खान जस्तो त्यो पुरै फ्याट कि अम्बानीको छोरा जस्तो भएको कि म छक परेको कि मार्गी भयो ल हेर अब मैले जिम छोडेँ म पनि यस्तै हुन्छु कि जस्तो फिल भएको थियो तर मेरो केसमा त्यो कहिले भएन किन मैले त्यो चाहिँ छोड्दै छोडेन कहिले पनि होइन।
किन हामी स्कुल लाइफ त्यो दाइले त्यस्तै भएको थियो कि म हेरी भएको कि किन हामी स्कुल लाइफ पढ्दाखेरि हामी जहिले पनि त्यो इङ्ग्लिस टिचर अनि म्याथ टिचर साइन्स टिचरहरू भन्थ्यो होइन तर त्यहाँ एकजना अर्को टिचर हुनुहुन्थ्यो पिटी टिचर हामी भ्याल्युै गर्दैन थियो क्या होइन मैले पिटी टिचर कोही याद छ खोइ को ड्रम बजायो ढ्याङ ढ्याङ टोल भन्दै हो यस्तो यस्तो बसन्त सर सायद अनुज गराउँ फेरि अनि बसन्त सरले पनि गराउनुहुन्थ्यो सायद मलाई होइन त्यो कति स्कुलमा त्यो पिटी टिचरको भ्याल्यु नै हुँदैन नि त के हो पिटी टिचर फ्राइडे त पिरियड खेल्न छोडिदिन्थ्यो नि हामीलाई होइन तर त्यो बेला चाहिँ सायद स्कुलले पनि होइन पिटी टिचर कति इम्पोर्टेन्ट छ लाइफमा तिमीलाई पछिसम्म होइन यस्तो सिकाउनेहरू भएको सो त्यो पिटी टिचरकै हामी कुरा गर्थ्यौँ नि कति इम्पोर्टेन्ट छ किन त्यही बेला स्कुल लाइफदेखि नै पिटी यो एक्सर्साइजहरू कति इम्पोर्टेन्ट छ स्कुलले मलाई लाग्छ अहिले हामीलाई सिकाउन एकदम जरुरी छ अहिलेको हामीले चाहिँ त्यति सोच्नु भएको छ भनौँ न त्यति अरू स्कुललाई पिटी गराउँछ सायद गराउँछन् होला तर तिनीहरूले चाहिँ इङ्ग्लिस टिचर पिटी म्याथ टिचर को हो थाहा छ होइन तर पिटी टिचर उसले सम्झिँदैनन् कि सायद तर थियो कि कोही पिटी टिचर कि मलाई त्यो मलाई याद आइरहेको छ एकचोटि उसले गराउनु भएको थियो होइन त्यो म्युजिक सानो म्युजिक बजाएर भमिटै भइहाल्यो खाने साथ भएको थियो नि त त्यो सुशान्त सर थियो कोही को थियो सायद सो आजको ऱ्यापअप हामी यतिकै गर्छौँ नेक्स्ट टाइम इनफ टाइम लिएर अब नयाँ कुनै उसमा मेबी सायद कि हाम्रो यो नेपालमा सिभिल इन्जिनियर किन त सिभिल इन्जिनियर छ नि त सिभिल इन्जिनियरको के छ यहाँ होप के छ स्कोप के छ नयाँ निर्माणहरू के हुनसक्छ नेपालमा होइन हामीले के नयाँ नयाँ गरेर छौँ त्यसमा हामी कुरा गरौँला